नमस्ते अल अफ यू हाई एभ्रिवन। म चाहिँ अहिले खोकनामा छु हैन। यो चाहिँ खोकनाबाट देखेको दृश्य हो जहाँ चाहिँ प्लानिङ प्लटिङ के पनि छैन। ओरिजिनल बस्ती र खेती पनि भएको ठाउँ। धेरै रमाइलो छ। पुरानो बस्ती पुरानो ठाउँ। सो तेलको लागि एकदम प्रख्यात ठाउँ। यो तल देखेको चाहिँ तल्लो खोकना र यो माथि चाहिँ माथिल्लो खोकना भन्दो रहेछ। सो यो खोकना भन्दा पछाडिपट्टि चाहिँ भैँसेपाटी छ। सो यहाँ तेलको लागि पनि एकदम प्रसिद्ध छ। सो तेल खानी पनि रहेछ। यहाँ तेल खानी भन्दाखेरि पनि तेलको चाहिँ मिल यहाँ चाहिँ ओरिजिनल तेल पाइन्छ भन्छ र खोकना तेलको लागि प्रशस्त छ। सो यहाँ देख्न सक्नुहुन्छ तपाईहरुले काम गरिनु भएको बारी ल्याउनु भएको बराल तल खेतबाट। साँच्चै नै काम भनेको एकदमै गाह्रो नै छ, तर गर्नको लागि सजिलै छ है।